Hey guys, and welcome to Wisdom Football. Yeah, it's been so long that I'm back in this video, and to be honest, I'm proud to. I mean, I'm proud to use this mic because this is my girl's mic. So yeah, respect your partner. Anyways, so after a long time, why I'm here? After 2 years or more than that, why I'm here? Why I'm doing this shit again? Because I love this, to be honest. मलाई भिडियो बनाउन भिडियो आई मिन फुटबलको बारेमा कुरा गर्न मनपर्छ सो आम हियर ब्याक सो अब वर्ल्ड कप आयो सो म पनि आएँ वर्ल्ड कप ब्रिङ्स मी आउट होइन अनि त्यही माथि वर्ल्ड कपमा आई मिन आई हेभ नेभर बिन बायस्ड इन एनिथिङ होइन सो दिस इज द फर्स्ट टाइम आई बिन बायस आई मिन नट द फर्स्ट टाइम बट मेरो बायस टिम आउँदैछ वर्ल्ड कपमा एन्ड द्याट इज आल्बे सेलेस्ते आई मिन अर्जेन्टिना सो टुडे आम गन रिभ्यू द स्क्वाड अफ अर्जेन्टिना अनि आम गन सेयर द हुन्छ नि प्रोबेबल लाइन अप अनि वाइ मेनी पिपल अन्डरमाइन अर्जेन्टिना थिङ्क द्याट दे आर नट द सेम which I obviously agree, but there are something which they miss. So I will tell you each and everything in this video. So stay and please boost. You have to boost my channel. So guys, so let's begin. So everyone is undermining Argentina squad होइन यो पहिला जस्तो छैन 2022 नो मिडफिल्डमा कुनै स्पार्क छ सबै मेसीको बडीगार्ड खेल्छ मेसी 38 years blah 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 and many people compare this squad with the France squad पोर्चुगलको स्क्वाड इङ्ल्यान्डको स्क्वाड अनि म चाहिँ के भन्छु भने फुटबल इज नेभर प्लेड अन दि पेपर फुटबल इज प्लेड अन द पिच एन्ड पिचमा जसले मरेर मरमिट्न हुन्छ नि तयार छ नि आफ्नो देशको लागि दे विल विन सो लास्ट टाइम पनि स्क्वाड त फ्रान्सको नै बवाल थियो बट इभेन्चुली वी विन द्याट्स द थिङ यसपालि पनि आई हेभ अ बिट अफ डाउट but I do have a full trust on Lionel Scaloni, the coach. So recently, Leo Berardi, he was included, but he got tear. I mean, in the leg, so he's out. And still पनि कसलाई राखेको छ भनेर न्युज आएको छैन. I hope सेनेसीलाई राखोस् किनकि kind of a like to like center back for a center back, left footed, different angle, backup for Licha or Licha will be backup for Senesi. It doesn't even matter. But let's go with the squad होइन टु बी अनेस्ट मेरो अगाडि कुनै पनि लिस्ट छैन सो आई विल पुट द लिस्ट ओभर हियर बट द थिङ इज राइट मलाई मनपर्ने प्लेयरहरूको बारेमा आई मिन मलाई सरप्राइज लागेको पिकहरू र किन कोलोनीलाई चाहिँ यसलाई नलागेको कुरा भन्छु क्या म चाहिँ स्क्वाड साइडमा आउँछ डिस्प्लेमा होइन सो वान अफ द मोस्ट हुन्छ नि इमर्जिङ ट्यालेन्ट विच पिपुल डोन्ट नो इज भ्यालेन्टिन बार्को पिपुल आर स्लिपिङ अन हिम हु इज दिस किड this kid is pure versatile. He can play left back, he can play midfielder, he can play anywhere. त्यति versatile at such a young हुन्छ नि एज अनि त्यही माथि हि इज रिसेन्टली साइन फर द चेल्सी स्ट्रासबर्गमा खेलिरहेको थियो आई गेस अन लोन खेलिरहेको थियो आई गेस सो हि हेज इम्प्रेस्ड अ लट अनि अस्तिको जुन फ्रेन्डलिस थियो होन्डोरसँग आई गेस हि वाज रिलेन्टलेस प्रेसिङ डुइङ इच एन्ड एभ्रिथिङ फर हिमसेल्फ हुन्छ नि मेनियाक भनौँ न मेनियाक he can win the ball, he can drive the ball, he can create, he can do anything. अनि अर्को पिक निको पास एभ्रिवान नोज र यो लिस्टमा हुन्छ नि जब फर्स्ट वर्ल्ड कप स्क्वाड निकालेको थियो नि अर्जेन्टिनाले म त्यसमा चाहिँ दुईवटा कुरामा चाहिँ चित्त बुझेको थिएन एउटा बुन्दिया किन राखेन इमिलियानो बुन्दिया र अर्को सेनेसी किन राखेन होइन ल बुन्दिया आई क्यान एग्री कि होइन बुन्दियाले धेरै अर्जेन्टिनाको नेसनल टिमबाट खेलेको छैन बट सेनेसीले त खेलिरहेको थियो नि त स्टार्ट नै गरिरहेको थियो नि त आई मिन मोर देन बुन्दियाले त खेलिरहेको थियो नि तर किन राखेन भन्ने कुरा होइन मेबी कोचको हुन्छ नि हरेक कोचको एउटा ऊ हुन्छ क्या अब्सेसन हुन्छ क्या ट्रस्टेबल प्लेयरहरू हुन्छ क्या जस्तै फर इक्जाम्पल आन्द्रे राबियो फर फ्रान्स ट्रस्टेबल प्लेयर त्यसो त्यही भएर स्कोलोनीको पनि ट्रस्टेबल प्लेयर धेरै छ जस्तै मिडफिल्डमै कुरा गर्दाखेरि परेदेस डिप बल लोसेल्सो Nico Gonzalez. Many people ask why Nico Gonzalez, but Nico Gonzalez is a proper workhorse for a colony team. मेसीको छुटेको ग्रासको लागि निको गोन्जालेस हुन्छ क्या त्यहाँ कभर अप गर्नको लागि अनि मेनी पिपल आर अन्डरमाइनिङ थियागो अल्मादा he has not a good season at Atleti but he is a top level talent he is a top talent he can play wing he can play number 10 हुन्छ नि he can play on the
बोथ विङ्स भनौँ न, सो हि इज टु गुड। अनि अर्जेन्टिनाको हेर्दाखेरि ब्ला जस्तो छ पेपरमा, त्यही भएर भन्छु कि फुटबल इज प्लेड अन द फिल्ड, बिकज एन्जो फर्नान्डेज हि हेज अ टेरिफिक सिजन विथ चेल्सी, terrific in the terms of good, but in the terms of bad, that has been happened with McAllister. But there are two different versions: player for the country and player for the clubs. For example, the best example is Kylian Mbappe. Kylian Mbappe for France and the Kylian Mbappe for the Real Madrid. It's totally different version. So we can't compare them on the form. Form wise, okay, questionable. But the thing is, right? How they perform with the player, the bond. हामी जब पनि अर्जेन्टिना भन्छ नि भाइचारा ओ बडी गार्ड बिकज दे प्ले लाइक द्याट, दे प्ले अराउन्ड लाइक द्याट। जुन आँखा चिम्लेर पास गरे पनि दे विल फाइन्ड सम वान एल्स क्या, त्यस्तो टाइपको कम्युनिकेसन छ क्या तिनीहरूको, तगडा कम्युनिकेसन। सो अब मलाई चाहिँ के लाग्छ भने अर्जेन्टिना, म चाहिँ अब यसपालि चाहिँ टु बी अनेस्ट आइ एम नट एक्सपेक्टिङ अर्जेन्टिना टु बी द वर्ल्ड च्याम्पियन। आइ एम नट एक्सपेक्टिङ एनिथिङ। अनि एउटा कुरो मलाई अरू पनि के भन्न मन लाग्यो भन्दाखेरि मेसीमा जब प्रेसर थियो जिताउनै पर्ने, त्यो हुँदाखेरि मेसी डेलिभर्ड। बट दिस टाइम हि हेज नो प्रेसर, हि इज इन्जोइङ फुटबल, हि इज प्लेइङ फुटबल फर द इन्जोयमेन्ट। विथआउट प्रेसरवाला मेसी हेर्नु छ क्या मलाई वर्ल्ड कपमा के गर्न सक्दो रहेछ, कतिको मिनट मिल्छ, कति के छ, फिटनेस के छ, द्याट्स अ डिफ्रेन्ट स्टोरी। बट हि विल प्ले, हि विल हेभ अ बिग वर्ल्ड कप टु बी अनेस्ट। And don't be surprised. And Sunny, he may be the even contender for the golden ball again. I mean, you never can, never, what do you call that? Never say never with Messi, ne? अनि अब ओके, सबै गफ त पेलियो। अब पोसिबल बेस्ट लाइनअप त के होला होइन। सो मलाई चाहिँ के लाग्छ भने अर्जेन्टिना विल गो इन द 4-4-2, एमी एट द ब्याक होइन। त्यसपछि ब्याकलाइनको कुरा गर्दाखेरि Molina had a good season with Atleti at right back. If Cuti Romero is fit, then Cuti Romero and Otamendi will start at the back. And the left back, Tagliafico, no doubt he's a veteran. Midfield, I still feel Paredes will hold the CDM position alongside McAllister, Enzo Fernandez, and there is a guy called Nico Paz. I would love to see him start on the right wing, right mid. So Enzo Paredes on the mid, McAllister on the, I mean, left channel left mid. He will play as a left mid on the field, but left channel भनौँ। त्यसपछि up top Julian Alvarez र Lionel Messi. That's my starting 11. But if you want me to change that into something different called diamond, I will play Lautaro Martinez, Julian Alvarez, number 10 Messi, and the rest same. I mean the midfield, I will just replace Nico Paz with Lautaro Martinez at top, diamond midfieldमा, एभ्रिथिङ किप सेम्स। अनि अर्को अप्सन चाहिँ के छ स्कोलोनीसँग भन्दा, आई मिन हि इज अ ट्याक्टिसियन, वी एभ्री नो होइन। लास्ट सिजन पनि क्रोएसियासँग मिडफिल्ड म्याच गर्नको लागि 4-4-2 खेलाएको थियो, नेदरल्यान्डको ब्याक फाइभसँग म्याच गर्नको लागि ब्याक फाइभ खेलाएको थियो। सो हि इज अ पर्सन जसको चाहिँ फिक्स्ड फर्मेसन छैन, हि क्यान चेन्ज इन गेम पनि, हि क्यान चेन्ज अपोनेन्ट हेरेर। सो द बेस्ट फर्मेसन मेरो लागि चाहिँ त्यही 4-4-2 नै हुनेछ होइन। र अर्को कुरो नि होइन, मलाई चाहिँ के लाग्छ भने निको गोन्जालेसलाई चाहिँ खेलाउँछ नि क्या स्कोलोनीले, जस्ट टु गेट द्याट एक्स्ट्रा वर्क भनौँ न। यदि मेसी खेलेको छ भने चाहिँ मिडफिल्डमा अझै बढी वर्क रेट चाहिन्छ। जुलियन अल्भारेज क्यान डु द डटी वर्क टु बी अनेस्ट। हि इज नट काइन्ड अफ अ जो हुन्छ नि लौतारोमा, आई मिन हिज अ कम्प्लिट 9 भन्छु क्या म चाहिँ जुलियन अल्भारेज। क्यान स्कोर फ्री किक हुन्छ नि, पेनाल्टिजमा पनि राम्रो छ, त्यसपछि बक्स प्रेजेन्ट पनि राम्रो छ होइन। सो हि इज अ पर्फेक्ट 9 क्या हुन्छ नि, क्यान डु एनिथिङ क्या, ड्रप गरेर लिङ्क गर्न सक्छ। सो अर्जेन्टिना हेभ द टु बेस्ट नम्बर 9s, लौतारो मार्टिनेज एन्ड जुलियन अल्भारेज। अनि मिडफिल्ड पनि हुन्छ नि क्यारी बल क्यारी गर्नको लागि, बल होल्ड गर्नको लागि पनि प्लेयर छन्। पलासियस छ, एन्जो भइहाल्यो, त्यसपछि यु क्यान पे भ्यालेन्टाइन बारको ओभर द इयर होइन, निको पाज छ एक्स्ट्रा स्पार्कको लागि। सो अर्जेन्टिना हेज गट द प्लेयर्स। सो इफ यु आस्क मी राइट नाउ सेइङ द्याट को हुन्छ, आई मिन अर्जेन्टिनाको एक्सपेक्टेसन, मेरो एक्सपेक्टेसन अर्जेन्टिनाको चाहिँ कहाँ फिनिस गर्ने छ। सो आई विल से सेमिफाइनल एटलिस्ट, सेमिफाइनलसम्म चाहिँ जाओस्। आम सेइङ द्याट म एक्सपेक्टेसन बिना हेरेर छु।
But I just want Messi to go a bit further into the semi-final. Especially go. That's it. I won't be sad. I will enjoy every Messi game, to be honest, just like every Messi fan. But when saying a World Cup, blah blah, blah, I don't mind. I just want to see Messi happy. I just want to see Messi play football. That's it. So yeah, that's the what you call the review of the squad. Whatever you understand. So I'm back. I mean, time constraints are. So yeah, that's all, guys. Like the video, share with your friends, and subscribe to this to just give me a bit of boost to make the video regularly. Cheers, guys. Thank you.